जय मसी अनि नमस्ते सबैजनालाई। आज चाहिँ मेरो परिवारहरू हो हामी यहाँनिर बाउको घरमा आएको थियौँ अनि आज हामी चाहिँ मोमोहरू खान लागेको। नेपालीको त्यही हो है मोमो। अनि यो वाटरमेलन है वाटरमेलन अनि पपाया छ अनि यसमा चाहिँ अनि मोमो छ। तपाईँहरूले यहाँ मैले देखाएको मात्रै हो, टाढोबाट चाहिँ छ। अनि यो चाहिँ अन्डा हो। खाँदै गरौँ हामी, बात मार्ने खाने। यता हाम्रो बाजे अलि आउनु पर्यो। बाजे अन्डा बाजे यहाँ राख्नु नि, यहाँ बाजेलाई नखाने बाजेले चाहिँ अन्डा खानु अरे नि त। ए दुईटा खायो नि भयो। सुप छैन नि, यहाँ छ सुप, यहाँ हो कान्छी सुप के ल्याइदिनु बाजे? ए सुप ल ल ल म ल्याइदिन्छु नि। राख्नु ठाउँ छैन अलिकति यसो गरौँ। गाँठी यता तातो छ दाजु, फेरि तातो छ भाइ, तातो छ कि अहिले खाउँ पर्छ। यो मागेको है। हालेलुया, परमेश्वरलाई धन्यवाद। अनि हामी खान्छौँ आज। पहिला उहिले त्यो चाहिँ फेरि माया बनाउनु ल। अब हामी खाँदैछौँ ल, तपाईँहरूले इन्जोय गर्नु होला। खानु मन पर्यो भने चाहिँ आउनु होला। हामी यहाँ गम खानु गर्दै हो अनि बोल्दै खानेछौँ। फाइचा पनि जानुहुने मोमो चाहिँ कस्तो भयो खै थाहा भएन हो। मिठो मिठो लेक्कर मोमो खानु पाउँदा त हालेलुया। बुवाले मोमो बनाएर खाएको खाने चाहिँ यहाँ दिदीको अचार थियो नपेरो दिनहरू त्यसो गर्छु ल। अन्डा सबैले बनाएको दिदीलाई यो नदिनु है दिदी ल। अन्डा चाहिँ डढेको अन्डा मनपर्छ ल हामी चाहिँ खाइरहेको छौँ। मैले पनि सेलेको होला है। छैन हामी चाहिँ यसरी खाँदैछौँ। अब अर्को पालि चाहिँ फेरि म सबै मेरो परिवार थोरै छैन हो। आज त त्यतिकै यसो यहाँ बाउकोमा आउँदाखेरि मैले बोलाएको नि त, दिदीहरूलाई आउनुहोस् न भनेर। अनि यसो खाउँ, बाजेलाई पनि के भन्छ रमाइलो हुन्छ नि त। खानालाई मजा आइरहेको छ, हेर्नलाई कस्तो भइरहेको बेलामा हेर्नु मात्रै के हो। तपाईँहरूले भन्नु होला कस्तो हामीलाई चिन्नुहुन्छ नि त कतिजनाले। साह्रै मिठो भएछ है मोमो, टेस्टी भएछ है। मलाई होला नि हो। हाम्रो परिवारमा चाहिँ माया चाहिँ हेड कुक हो नि त। अब हातेर हाल्दै मैले त दिँदै कहाँ छ मोमो अलिक खाने मोमो खानु है, हो तताउनु पनि पर्छ नि त फेरि। हुन्छ कस्तो लाग्यो मोमो? सबै ठिकै छ, टेस्टी छ है। मिठो भयो। बालेलाई जोगाएर बनाएको खानाले मिठो भयो। अब खाने ठिकै खानेलाई आइपुगेको केही हुँदैन।
आज हामी चाहिँ बिहानै आयो हामी चाहिँ बिहानै 10 बजे बिहान आएको आज चाहिँ दिनभरि बाजेलाई टाइम दिनु भनेर हो कहिले कहिले बेला हुन्छौँ नि त भेट हुन्छ तर एकजना कहिले हो छुट्टीले मिल्दैन अनि त्यही भएर हामी चाहिँ कान्छे कति राख्यो हामी त 4:30 बजे ए हामी त त्यतिखेर छिटो पनि गएको म पनि म हाम्रो आइपुग्यो खाऊ खाऊ तँलाई त फोन गरेर मार्छ अब भन्छ मलाई हो केटोहरू मार्छ ए अब माऱ्यो तर अब माऱ्यो अस्ति पनि फोन गरेको थियो मैले पनि सुरु गरेको नि त युट्युब अब यसरी फ्यामिली हेऱ्यौँ भने होइन फ्यामिलीसँग बनाउँदा रमाइलो अनि पछिको लागि भनेर मैले भने बनाएको है पैसा कमाउनुको लागि चाहिँ होइन यसो इन्जोयको लागि मात्रै हाम्रो चाहिँ यो हो फ्यामिलीसँग इन्जोयको लागि अब कति मान्छेहरू त है कान्छी बज्यू साइली बज्यू कान्छी बज्यू नाति पनि छ यस्तै छ हो कान्छा बाजे अब अर्को महिना चाहिँ फेरि हाम्रो ज्वाइन पनि आमाहरू आउँदै हुनुहुन्छ ठुलो अनि त्यतिखेर चाहिँ बार्बिक हुन्छ हो अनि त्यतिखेर म तपाईँलाई फेरि पनि देखाउनेछु है खोलामा त होला नि बाहिरै होला नि अब बाहिर गर्नुपर्छ होला हो खोलामा हामी जान्छौँ अनि खाएको अनि हामी चाहिँ यहाँ नेदरल्यान्डमा छौँ सबैजनाले हामी गाउँ पाएको छौँ परमेश्वरलाई धन्यवाद खानु नि छ त उहाँ तपाईँको एक मौका मात्रै त ताजा गयो खानु अलिक त हुन्छ अब एउटा तपाईँ तान्नु बाजे कच्चा खाऊ है मलाई पुग्यो अचार चाहिँ धेरै भएछ नि त दिदी यो अझै खाने होइन यो अचार पिरो र नपिरो छ नि यो त दाजुलाई खै कसो छ पनि पिरो यो नपिरो अचार यो टमाटरको भयो अस्ति अलिलो मिठो के मिठो खोर्सानी त मैले यत्रो यत्रो डल्ले खोर्सानी हुन्छ नि त के सुरिनामी खोर्सानी दुइटा हालेको यहाँ चाहिँ हो र पिरो सुरिनामीले उयो गर्छ क्या कसैलाई असर पार्छ नि त त्यो पहेँलो होइन होला नि त रातो रातो छ रातोले बिसाउँदैन रातो पहेँलोले बिसाउँछ मैले फेरि ल्याइन छु हो अनि त्यही मात्रै किनेर ल्याएको थिएँ नि त तुर्किसीबाट तपाईँलाई यस्तो पिरो भयो यो खोर्सानी खाँदैन होला पिरो त्यही भएर त्यस्तो पिरो हुन्छ त्यो खोर्सानी त्यो पहेँलो त्यो चाहिँ हो खै मलाई त लाग्यो पहेँलो चाहिँ खोर्सानी पहेँलो पिरो चाहिँ के हुन्छ तर भोलि बिसाउँछ पहेँलोहरू चाहिँ ए त्यस्तो हुन्छ नि कसै कसै रातो चाहिँ बिसाउँदैन मलाई नानी त म अचार ल्याउँछु ल हाम्रो कन्ठानी यस्तै हो परिवारमा भेट भयो खाने गफसफ गर्ने खुर्सानी खाइँदैन खुर्सानीबाट कल्चर हुन्छ हेरिदिएर पनि खुर्सानीतिर गएको यता हाम्रो दिदीले दाजुले चाहिँ खोर्सानी खानुहुन्न हो हामी चाहिँ खोर्सानी खान्छौँ धेर त्यही भएर अचार पनि दामी भएको छ जेठीले बनाउनु भएको हो आज अचार मिठो भएछ अचार सबै मिठो हामी केही नगरिकन खानु पाउँदा मिठो भनेन त हान्छ होला नि दाइलोबाट डाँडा पर्छ हुँदैन आँखा पनि काम पनि हुन्छ नि त हान्छ होला मेन त कुक त हाम्रो माया हो नि म त यसो यो मात्रै हो सबै मेन टाकटुक आज माया हो सबैजना हो र कस्तो मिठो त्यो भलो मान्छे एउटा चाहिँ राखिदेऊ न एउटा डढेको चाहिँ यो बाजा खाने अरू चाहिँ खानु हौ त्यो लग्यो होइन यो भएको छ यो रातो त हो कि यो अलिक उयो भएको मान्छेले खाने खाऊ न अचार खाऊ दिदीलाई नि अन्डा खान्थ्यो होला दिदी खानु सुगर हाल्छ
ए यो चाहिँ लगिदिनुपर्छ ल दिदी दिदीको यहाँ हाम्रो एकजना उयो हुनुहुन्छ नि त यहाँ लगिदिनुहुन्छ अरे काँचा एउटा मात्रै खाँदैन ममा चाहिँ तिन पाँचवटा मोमो सुप ल्याऊ घरको परिवारमा त माया गरेर पठाएको छ त जति छ भाइ अलिकति नुन यो पढ्नु मैले यो काँक्रो पनि भयो बाउ बाजेले खान्छ काँक्रा बिचमै लानु बिस्तारै यो खाना नि बरु यो न यो चाहिँ राम्रो हुन्छ यो मैले आधी राखिदिएको थिएँ बाजेलाई ल त्यो मेवा यहीँ राख्नु यहीँ साइडमा राख्नु पानी खानु पर्दा यो खानु ठिक हुन्छ हो त ए पानी खान्छ अनि तपाईँहरूले चाहिँ खानु होला है ममा पकाएको परैबाट बनाएर मौले बनाएको घरैमा खानु पराठामा बाटो परैबाट बनाएर हामी चाहिँ भुटानबाट आएको हो भुटानबाट आएको अनि नेपाल कति वर्ष 18 वर्ष बस्यो नि 18 वर्ष बसेर अनि यता फेरि नेदरल्यान्ड आएको छौँ हामी चाहिँ परिवार सबैजना यहाँ पनि 18 वर्ष हुन आँट्यो अरे बाजे हो नि हामी आएको 14 वर्ष भयो अनि बाउले देखिरहेको बाउले देखिरहेको मजा अलिक मजाले गरेर खानु नानी हो ममा जेठी र माइलीले जेठी र काइलीले एउटा पकाउने माइली अरे भरे छ होला हौ मलाई कान्छी म कान्छा माइला बाले चाहिँ खानु ए सबैले गरेको केही हुँदैन खानुपर्छ जसले भ्याउँछ उसले बनाउने हो आजको दिन सबै अब मिस्टेक भइरहेछ नि हामी सबै भेला हुन सकेन तर पनि हामी चाहिँ होस् कतिजना काम भएर पनि तर बिचराले ठुलो त आज भेलाउनु त बाउको घरमा रहेछ हामी आज भेलाउनु पायो बाउ पनि खुसी हुनुभयो खाऊ ममा खानु न छ नि अनि खाऊ अस्ति सन्दीप भाइ र म कम्पिटिसन खेलेको है सन्दीप भाइले जित्यो हो भाइले पनि मजाले खानुहुन्छ नि फेरि अर्को पालि म भाइलाई पनि लिएर आउँछु फेरि भाइसँग च्यालेन्ज गर्नु मजा आउँछ नि त सुप खानु चाहिँ अलिक नुन लागेको छ है नुन ठिकै छ नुन बेसी खानु नहुने चौधरीले त नान्थ्यो दाजुले खानु मोमो छ भने ए छ त दिदी धनी हाल्छ यो पनि खानुपर्ने हो हो त ल यो नि खानु एउटा बिन्ताले ल्याइदिएछ भित्र फेरि हो अनि म काटेर रेडी ल अब चाहिँ भयो बचेर मलाई भयो मेन यो पपाया दिनु पपाया हाल बाजे यो खानु नि यो पपाया खानु अब नखाने ल लु यो चाहिँ नयाँ खानु खाएर आउँदैन नि काइला आउँछ कि गाउँमा आउँछ के अरे म गाउँले अब कुन त्यो अहिले चाहिँ आउँछ एकैछिनमा आउँछ अरे उसको गाडी बनाउनु गएको छ नि त्यही भएर यहीँ त्यो गाडीको त्यो के भन्छ त्यो उयो जाने के भन्छ धुवा जाने नि तल खिएछ अरे के कस्तो करायो अनि अस्ति बेच्चा गरिरहेको थियो त्यो आएछ अनि उसले उता लगेर बनाउन आफै मेनु गाली त खाएन त के भयो त म त खानु है हामी त खायो अगाडि हाल्छ 15 खाएँ मैले मलाई कति लाग्यो
तपाईँलाई फर्स्ट टाइम बाह्र त त्यही त सबैलाई कति कति हालेर भइहाल्छ नि अहिले मलाई थाहा हुन म कति खाने म त ढेँडो खाएँ। थाहा गर्नुको लागि 12टा खाएछु नि मैले अघि 3टा खाइदिएको थिएँ नि त मैले त्यहाँदेखि बेसी खाने खानुपर्छ कहिले कहिले म त 20वटै खान्छु हो त नि 25 वटा भयो खाएको। हो म 20वटा भइसक्यो होला कति कति हालेको थियो यो अहिले खायो भयो 25वटा मलाई 3 दिन त हुन्छ एन्सी सुप ल्याइदिउँ एन्सी हजुर 4 दिन भयो माया सुप खानु 24 वटा चाहिँ भयो। हाम्रो श्रीलङ्कामा साह्रै खान्छ कान्छा जस्तै अन्त आज त खानु मात्रै छ। अहिले खानुहुन्छ अहिले थाहा त 24 वटा कहाँ पुरो आउँदा थोरो त 24 खानुपर्छ गएर नि अलिक यसो गर्दा यता यता नि हल्का स्ट्यान्ड किन नि स्ट्यान्ड? छ नि स्ट्यान्ड मेरो अलिकति थोरै यता 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 हो यता हो बाबा बाजे हुन्छ यताबाट तँलाई पनि डल्लै दिनु हुन्छ नि त कसैले बनाएर दियो भने टन्न खाइन्छ आज बनाएर खाइन्छ पेटमा राखेर राम्रो अब म भिडियो ओ मम्मी त लगाएपछि नदेख्ने अरे कति छ लगायो धन्यवाद मायालाई दिदीलाई काम राम्रो छ। धेरै धेरै धन्यवाद छ त बनाएर खुवाउनु साह्रो परमेश्वरले आशिष दिनु अन्डा पकाएर भुटेर अचार बनाएर कति पायो खानेर ठिक्क भोक लागिरहेको थियो खायो होला अहिले अनि घरमा भात खाएको के भनेको थिएँ मोमो भन्दै थिएँ मोमो पकाएर होला भनेर। मैले कस्तो भोकै बसेको नि त कस्तो अघि बिहान चाहिँ दिदी र मैले एउटा रोटी खायौँ अनि त्यसपछि चाहिँ मलाई कस्तो भोक लागेको थियो सबैजना भेला हुन्छ मैले खान्छु भनेर त्यहाँ सुप छैन? झोल मात्रै फेरि मैले डाडै भेटिनँ बाजे अहिले थाहा पनि कसले खान्छ र यो? दाबी त्यही हो नि हो दाबी ए हो र एक थाहा पनि राख्नु ठाउँ भएन सुपको भाँडो हो दिदी के खानुहुन्छ? फुल त यो खान्छ अचारहरू चाहिँ साह्रै मिठो भएछ हो तिल लगाइनआउँदा पनि मिठै भएको छ हो तिल लाउनु झन् टेस्टी हुन्छ होला कस्तो मिठो भएछ म त हाल्नु मजा छ मोमो सक्यो नि? जा त चलाउँ खाने खान्छे नाम तरकारी ए हो लु हातेर अन्त आउनु त यहाँ छ त त्यहाँ के भन्छ असार हुन्छ अहिले होइन कान्छी यता आएर बसेको छु काँचा काँचा लौ लौ पाएर कसैले झन्डा गर्ने भ्याएपछि हो फटाफट खाइहाल्यो मिठो भएछ आलुको पारेर लगाइदिएर हाल्नु के कस्तो आलु मात्रै आलु मात्रै त आलु र टमाटर मात्रै पाउडर काटेर लगाइदिन्छु ल काँक्रा पनि खानु है दिदी काँक्रा खानु है बाजेलाई भयो बाजे के खानु यो चाहिँ खरबुजा अचार खाएर लेख्दा भन्छ नि
बाख्रा भयो यो एउटा यो खान्छ दाजु यो चाहिँ के यो अगाडि तर खुर्सानी पकाएको हो नि त होइन हामी खोर्सानी पकायौँ त कि पकाएन हामीले त्यो काँचा चाहिँ डर राखेर हामीले टमाटर पनि पकाएको होइन टमाटरहरू पकाएको यो खरबुजा यो खानुमा त या त डरबाट पनि ढाल्यो के खर्किँदा खानु तर मजाले क्या त्यो सुई लगाएर के उता इन्डियातिर त के त्यसो गर्दा थियो क्या फेरि खाऊ मान्छे नरिवल पनि नआउँदो क्या नरिवल तर नेदरल्यान्डमा आएको त चेक गरेर आउँछ होला त्यसो गर्दैन होला नि गर्दैन होला नि चेक गर्छ अरे त पुरा त्यसो त कहाँ गर्छ होला र चेक गरेर पेपरमा चेक गर्छ सामान चेक गरेर पेपर हेर्दा ठिक छ त्यही त हो के गर्ने अब संसार मलाई छ यो छ त दिदी मलाई यहाँ मान्छे त बनाइसक्यो यो खाँदा पनि थियो म यो सानो खान्छु सक्दिनँ म खानेकुरा गरेर के खालि के अरे सुई लगाएर हिँडाएर जे सिक्नेतिर फेरि बाटो यस्तो सुरु गर्ने के हो त्यो अझमै छ त्यो गाग्रो यत्रो बेला हेर्ने बिहान यत्रो लौकाहरू खाइसक्यो हो खाँदैछौँ खाइसक्यो कसैले हो कति जानु दिदी यो थाललाई ए म त यहाँ भिडियोमा त यस्तै भएको नदेखेर यसरी तपाईँहरूलाई फ्यामिली खाएको अनि फ्यामिली ग्यादरिङ होइन भन्नु होला हामी हामी यति पनि सेवा नगर्नु दिदीहरूको त्यसमा राखेको राम्रो हुँदैन थियो तपाईँले यसरी परिवार भेला खानु त्यसले उयो हुन्छ नि बाटो माथि आउँछ त्यही भएर नि यो अब तपाईँले हुने त्यो खाने घरमा चाहिँ अहिले उ बनाउने खाँदा मनपर्छ क्या तपाईँलाई ल अब हामीले चाहिँ हो खाइसक्यौँ अनि 22 मिनट पो भइसक्यो त अनि हाम्रो बाजे ससुरा हुनुहुन्छ त अनि त्यही भएर मेरो साथीभाइले हेर्छ होइन अनि सब्सक्राइब गरिदिनु लाइक गरिदिनु होला होइन मैले चाहिँ अब भर्खर हिजो अस्ति एउटा खोलेको अनि आज फेरि यो लाग्छ नि त त्यही भएर त्यो अनुभव छैन हो अनि त्यही भएर कस्तो के गर्नु तपाईँहरूले भनिदिनु होला ल बाजे मिठो लाग्यो मिठो लाग्यो जयमसी र बुहारीहरू छोरा बुहारी भेला भएको छ मिठो भयो मिठो अब सधैँ यसो जुटेर खानुपर्छ ल बाई बाई ल भाइ दाजुलाई एकदम मिठो नेदरमा भाषा चाहिँ लेक्कर भनेर मान्छे हो मिठो त लेक्कर भन्छ हाम्रो नेदर भाषामा चाहिँ एकदमै म त खाने बेला यो बुहारीहरूले बनाएको चट्टै खाएरै ड्याम्मै सफा बसिरहेको हामी के गर्न धन्यवाद भन्छ अरूहरूलाई हालेलुया कान्छालाई मिठो मिठो कान्छा चाहिँ अब अन्तिम हो अब अन्तिममा अब उड्छ अहिले ए ल सबैजनालाई नि बाई बाई पनि है नमस्ते पनि हुन्छ बाई